Hello guys, welcome to my vlog. अनि आज चाहिँ हामी जाँदैछौँ गोल्डन बे अनि म चाहिँ अहिले जाँदैछु दिदीकोमा अनि दिदीलाई लिएर दिदीसँग जान्छु दिदीकोमा पुग्न लागेको छु अब दिदीकोमा पुग्न लागेँ जाँदैछु यो चाहिँ हो क्रिकेट डाँडा हामी जाँदैछौँ गोल्डन बे घुम्न लाग्यो गाइस म चाहिँ घुम्न लाग्यो अनि दिदीको घर हो त्यो परको अब घुम्न लाग्यो राम्रो लाग्यो अब त्यसपछि अब भ्यू हेरेर इन्जोय गर्न सक्नुहुन्छ उता हेर तल झक्क बोकेको भिडियो बनाइदिनु पर्छ दिदीले बारी बोकेको हेर्नु गाइस भन्दै यसरी बोकेर जान्छ गोल्डन पे कति धेरै घाम लाग्यो नि तर कस्तो राम्रो लाग्यो भाइ मौसम पनि राम्रो भएको छ नि ठाउँ पनि राम्रो कसै त नगएको त नि मेरो दिदी आई वेलकम टु माई मिनी ब्लग्स अघि भनिसकेको छु भन्यो चिया भन्थ्यो आज हामीले ट्विनिङ गरेछौँ आज हामी गोल्डन डे घुम्न आएको छौँ घुम्न आएको छौँ यही सेमसेम लुगा लगाएर ट्विनिङ गरेर आएको छौँ तर राम्रो नि वाउ घाम लागेको बेलामा त राम्रो आउँछ कि फोटो पनि होइन अब गएर काम त यो फोटो खिच्ने बस्ने हामी यति कताबाट एउटा फोटो खिच्न पर्यो गाडी आउँछ है गाडी फाइनली गाइस हामी चाहिँ पुग्यौँ बे गोल्डन बे देख्न सक्नुहुन्छ वाउ कति राम्रो भ्यू कति राम्रो वेदर कति राम्रो अब चाहिँ हामी पुग्यौँ ठ्याक्कै मार्काको गोल्डन बे हेर्न सक्नुहुन्छ गाइस दिदी यही हो वाउ डाँडामा जाने हो त्यो माथि छ नि ऊ परसम्म पुगेर रहेछ नि मेरो बर्थडेमा हामी हो स्विमिङ गर्न पर ऊ त धेरै बिच नै रहेछ खतरा छ कति राम्रो गाइस यस्तो बब्बाल छ यति राम्रो ठाउँ मलाई चाहिँ मन पर्यो होइन फर्स्ट टाइम गएको हावा चाहिँ चल्ने रहेछ यही फुल उतिनारो अब यो कुन बेलामा फुल्छ भन्दा जाडो महिना
महिना सकिएर जब चिसो चिसो हल्का हुन्छ नि त्यो बेलामा यस्तो पानी परेपछि मेरो जुत्ता पो फोहोर भयो लगाएकै थिइनँ म के भनेर अहिले त्यो जुत्ता लगाऊ कि दिदी लोभ लाग्छ लगाउनु मैला हुन्छ अनि धोएर राखेको छु गर्नु गाइस यति राम्रो छ यति राम्रो भ्यू छ गर्मी भयो मान्छेहरूले खाना खाने घुम्ने यस्तो गर्छ नि हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ हैं कहाँ मेरो जुत्ता मैला भयो मेरो जुत्ता मैला भयो प्लिज फाइनल्ली गाइज हामी चाहिँ पुग्यौँ गोल्डन बेको डाँडामा चढ्दैछौँ हामी अब यहाँबाट चढ्दैछौँ डाँडामा हेर्न सक्नुहुन्छ गाइज तलको भ्यू अब हामी जाँदैछौँ यता डाँडातिर अनि हेर्नु यता हामी राम्रो राम्रो मान्छेहरूलाई पनि यति धेरै गर्मी पनि छैन गाइस यति राम्रो ठाउँ वाउ भयो वाउ ओके नेभर माइन्ड जाँदैछौँ गाइस थाकेर उकालो लास्टै रहेछ खतरा डाँडा रहेछ गाइस पुग्नु आँटेँ अब मान्छेहरू कति धेरै हुँदो रहेछन् म सिटको भ्यू देखाइदिन्छु ल हजुरहरूलाई फुलमा भमरा आउँदै गर निर्माया माया नमारा थाकेर मर्ने
भन्नु त धन्न हिँडेछौँ हामी हिँड्न सक्छौँ यस्तो बाटोमा के गरे दाइले ए म छिटो हिँड्ने ओके यस्तो बाटोमा मलाई दिदी छिटो हिँड्नु भन्ने खेतबारीहरू फाइनली गाइज हामी चाहिँ आइपुग्यौँ यहाँनिर यस्तो बाटो आइपुग्यौँ अब बस्ने ठाउँमा जान्छौँ अनि त्यसपछि हजुरलाई देखाउँछु अब हामी चाहिँ माथि पुगिसकेका छौँ अब एकछिन हजुरहरू हाम्रो फोटो हेरेर इन्जोय गर्न सक्नुहुन्छ यो चाहिँ हामीले जाँदाखेरि बाटोमा फोटो चाहिँ माथि पुगिसकेपछि इन्जोय गर्नु होला फाइनली गाइज हामी फर्किसकेको छौँ गोल्डन बे हामी चाहिँ गोल्डन बेबाट फर्किसकेका छौँ गाइज यति अप्ठ्यारो बाटो क्रस गरेर हामी अब फर्केको अनि यसो चाहिँ रमाइलो लाग्यो यति धेरै रमाइलो यस्तो डाँडा हेर्नु वहाँ माथि पुगेर आएको हामी अनि राम्रो लाग्यो ठाउँ त तर हिँड्नलाई गाह्रो रहेछ कपाल उडाएर हावाले यस्तो बनाइसकेको छ जाँदैछौँ अब फर्किँदैछौँ थाक्यो गाइस थाक्यो बाटो यति अप्ठ्यारो अहिले हल्का सम्म बाटोमा आइपुग्यौँ अनि
जाँदैछौँ म त्यो थम्बनेलको लागि कता होला थाक्यो गाइस थाक्यो नराम्ररी थाक्यो यति धेरै सेल्फी स्टिक ल्याउनु पर्ने रहेछ थियो ल्याइन सेल्फी स्टिक ल्याइन कता कता राम्रो आउँछ कता कता भूत जस्तो आउँछ अब म एकैचोटि हजुरहरूलाई पर पुगेर भेट्छु म चाहिँ पर पुगिसकेका छौँ अब देख्न सक्नुहुन्छ मेरो पछाडिको भ्यू देख्न सक्नुहुन्छ गाइस यति राम्रो छ देख्न सक्नुहुन्छ यस्तो दामी छ हामी चाहिँ ऊ त्यो डाँडामाथि गएको थियौँ त्यहाँबाट आएको यस्तो खतरा छ राम्रो लाग्यो मलाई अब चाहिँ पुग्न आँटेको लम्बो भन्ने अझै छ नि के भान्चुङमा पुग्ने हो ऊ त्यो घर भएको ठाउँमा यहाँनिर पुग्ने हो जाँदैछु यति अप्ठ्यारो बाटो छैन यो त सम्म हो यो त सिधा भएको यस्तो उकालो छैन यस्तो अप्ठ्यारो बाटो छ हजार आज की दुनिया कैसी है पता है सब दिखते बस अपने हैं कोई अपना हो तो कोई बात हो सब कहते हैं अच्छा करो कोई अच्छा करे तो कोई बात हो सब साथ होने का दावा करते हैं कोई साथ दे तो कोई बात हो सब प्यार की कस्में खाते हैं कोई प्यार निभाए तो कोई बात हो This is me. I love myself. When I fall, I am the first person to get me up. I love my life. फाइनली गाइज म चाहिँ घर पुगिसक्न लागेको छु अब दिदीकोमा खाना खाएर अब फर्केको 9 बज्यो अब फेरि भेटौँला नेक्स्ट ब्लगमा तबसम्मको लागि थ्याङ्क यू फर वाचिङ बाई बाई गाइज